हेलो एभ्रिवान जय मसी सबैजनालाई अनि वेलकम छ तपाईलाई आजको मेरो अर्को नयाँ भिडियोमा। अन्त साथीहरु यहाँ यो पहेँलो झोला लिएर म किन बसेको छु भन्दा चाहिँ नि आज म तपाईलाई देखाउने वाला छु मेरो क्रुसेको प्रोडक्टहरु कुन प्रोजेक्टमा अहिले म फिलहाल काम गरिराखेको छु अनि कुन मेरो प्रोजेक्टहरु चाहिँ कम्प्लिट भयो भनेर चाहिँ म तपाईलाई देखाउनको लागि भिडियो बनाइराखेको छु। अनि एउटा छ यो जुन कम्प्लिट भइसकेको छ। यो चाहिँ क्रुसे गरेको ह्यान्डमेड रबर ब्यान्ड हो। तपाईहरुले यसो गर्नुस् ल, कसैलाई मन पर्यो भने चाहिँ स्क्रिनशट गरेर मलाई प्राइसको लागि डीएम गर्दा हुन्छ। यो भयो एउटा। अन्त यो चाहिँ फिलहाल यो चाहिँ बनिँदै नै छ। यो चाहिँ कम्प्लिट भइसकेको छैन। फिलहाल चाहिँ म यसमा काम गरिरहेको छु। अनि यो चाहिँ अब यो जुन व्हाइट छ नि यो चाहिँ डल्लै हालेर यता ल्याउनु पर्ने हुन्छ। डिफरेन्ट पनि तपाईलाई हेर्नु मन छ भने हेर्नुस्। यो अलिकति स्मलमा हो अनि यो अलिकति ठुलोमा हो। यस्तो छ। यो जुन पनि कलर छ नि कलर कम्बिनेसन तपाईहरुले यसमा चाहिँ भन्नु सक्नुहुन्छ तपाईलाई कुन मन पर्छ कस्तो। यो चाहिँ मेरो आफ्नै यो चाहिँ अर्डर गर्नु भएको हो। यो चाहिँ अलरेडी अर्डर भइसकेको हो बाइ द वे। तर तपाईलाई सेममा मन पर्यो भने यस्तो मैले दुईटा बनाएको छु। यो पनि दिन सक्छु अथवा अर्को पनि बनाइदिन सक्छु। तपाईलाई त्यसको लागि तपाईले सुर्ता गर्नु पर्दैन। अनि यो भयो एउटा। यो चाहिँ कम्प्लिट हुनु बाँकी छ। यहाँदेखि त व्हाइट लगाउनु बाँकी छ। यस्तो हुन्छ फाइनल लुक चाहिँ यसको। यो डल्लै यता पनि हुन्छ। यस्तो हुन्छ यो। हेर्नुस् अलिकति सानो यो अलिकति ठुलो। अनि यो छ सेम यसमै यो सानोबाट हो टाँसे छ। यो सानोबाट यो ठुलोबाट तपाईले स्क्रिनशट गरेर मलाई डीएम गर्न सक्नुहुन्छ है मन पर्यो भने। अनि यो मैले अघि भनिहालेँ तपाईहरुलाई दुईटा छ मेरोमा भनेर। यो दुईटा हो। एउटा चाहिँ अर्डरको बनाएको मैले, अर्को चाहिँ मैले आफै बनाएको। दुईटा बनाएको छु। अनि यो पनि छ। यो पनि उनी हो। यो सनफ्लावरको पनि मैले रबर ब्यान्ड नै बनाएको हो। यो चाहिँ यहाँ लगाउनु चाहिँ बाँकी छ। रबर ब्यान्ड मेरो आइसकेको छैन नि त। अनि त्यो आउनु बाँकी छ। त्यही भएर यो अलिकति मैले थाती राखिरहेको छु। यो चाहिँ यस्तो छ हो। यो भयो यसरी हातमा राखेर देखाइदिन्छु ल तपाईहरुलाई। यो भयो यति छ। तपाईलाई कुनै मन पर्यो भने अर्डर गर्न सक्नुहुन्छ। मन परेन भने पनि केही छैन। मेरो भिडियो हेरिदिनु भएकोमा थ्यांक यू। अन्त हेर्नुस् न साथीहरु अर्को कुरा पनि देखाउँछु ल। आज अलिकति लामै भयो भिडियो केही छैन। मैले यहाँ अर्डर प्याकिङ गर्न आँटेको। हेर्नुस् मैले के लेख्छु उल्टो देख्छ होला कि तर म पढेर सुनाउँछु ल तपाईलाई। यो चाहिँ यसरी यहाँ भित्र लाउने अनि मैले चाहिँ यसरी अलिकति लेखेको पनि छु। डियर भने चाहिँ मैले कस्टमरको नाम लेखेको छु। अनि त्यस पछाडिबाट थ्यांक यू सो मच फर योर भ्यालुएबल अर्डर भनेर लेखेको छु। यति नै साथीहरु आजको लागि। बाइ बाइ। थ्यांक्स फर वाचिङ। टाटा। नमस्ते। जय मसी। बाइ बाइ।